नमस्कार सबैमा म नेपाली बाबु कमल। यति बेला म लुम्बिनी प्रदेश नम्बर 5 कपिलवस्तु बुटोलतिर छु। बुटोल हुँदै फुलबारी हुँदै आजको यात्रा मेरो नुवाकोटसम्म हुनेछ। म सहित मेरो फ्यामिली साथमा हुनुहुन्छ। केबल कारको यात्रा नुवाकोटसम्म हुनेछ। आजको हाम्रो यस यात्रालाई सहज ढङ्गले नुवाकोटसम्म पुर्याउनका लागि मद्दत गर्नुहुने यहाँका कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। साथीहरू, म यस ठाउँमा आज आउँदै गर्दा मैले के अनुभव गरेँ भन्दा यहाँको रमाइलो दृश्य देख्दा म एकदमै खुसी छु। यहाँको वातावरण, यहाँको हावापानी देख्दा म एकदमै उत्साहित छु। तपाईहरू पनि आउनुहोला, यस नुवाकोटको यात्रा गर्नुहोला। तपाईहरूलाई कस्तो लाग्छ? आज म यस ठाउँको विषयमा केही बोलिन। यहाँको सुन्दरता फरक छ, स्वर्गभन्दा केही कमी छैन। तपाईहरू पनि आएर रमाइलो गर्नुहोला। यहाँको संसार छुट्टै छ, तपाईँ पनि आउन सक्नुहुन्छ। म आइसकेको छु। रमाइलो छ। घुम्नको लागि तपाईहरु पनि आउनु होला। सबैजना आउनु होला। पारिपट्टितिर छुट्टै खालको संसार घुमिरहेको छ, गोलो आकारमा। रमाइलो छ। देख्नु परेन। दवाई हो, दवाई हो। लाओ आराम आरामसित हो है, लटिन्छ नि। खै कसको माथि जाने हामी त माथि। कहाँ गयो रे? हेलो भन, हेलो भन, हेलो भन त। यसो गरेर यहाँ हेलो होइन कसरी हात यस्तो न हेलो भन। हातले हेलो भने यसरी हेलो भने। यता हेर, यता। मैले आफै भने मलाई देखाउनु भयो। हामीले टिकट तलदेखि ल्याइसकेका छौँ। टिकट सस्तो छ, तपाईहरू पनि आउन सक्नुहुनेछ। हामी अब केबल कारको लागि एकदम तयारी भइसकेका छौँ। अब भित्र जाने क्रममा छौँ। भित्र गइसकेपछि हामीले टिकट देखाउनु पर्ने हुनेछ। टिकट देखाइसके पछाडि हामी माथि नुवाकोटतर्फ जानेछौँ। आजको भिड अलिकति कम छ, मान्छे यहाँ लाइनमा बस्नुहुन्थ्यो। आज त्यति भिड छैन। जे होस्, हाम्रो आज भाग्यमानी रहेछौँ। खाली खाली छ, थोरै छौँ हामी आजको यात्रा गर्ने यात्रीहरू। हामी नुवाकोटतर्फ जाँदैछौँ। यहाँ अब हामीले टिकट देखाउनु पर्ने हुन्छ। टिकट चाहिँ हाम्रो सबैको छ, यी हातमा छ, देख्न सक्नुहुनेछ। सस्तो छ, तपाईहरू पनि आउन सक्नुहुनेछ यो ठाउँमा। तपाईहरूलाई कस्तो लाग्छ? पक्कै पनि रमाइलो लाग्छ होला। मलाई त एकदम रमाइलो लागेछ, खुसी छु।
पहिलो पटक यो सिद्धार्थ केबल कारको यात्रा गर्दा मेरा फ्यामिली सबैजना खुसी हुनुहुन्छ। हेलो 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 दिदी हुनुहुन्छ गुड छ। यसभित्र टिकट देखाउनु पर्ने हुन्छ। यो यहाँका कर्मचारीहरूले टिकट हेरिसके पछाडि हामीलाई पास दिनुहुनेछ। हाम्रो परिवारमा 7 जना छौँ। 7 जना परिवारमध्ये हामी सबै नुवाकोटतर्फ जानेछौँ। सबैजना यहाँ लाइनमा बस्नेछौँ। मैले यति बेला यहाँको कर्मचारीलाई मेरो आफ्नो टिकट दिइसकेको छु। उहाँले टिकटलाई काउन्टिङ गर्दै हुनुहुन्छ, कतिजनाको समूहमा आउनु भएको छ भनेर उहाँले सोधपुछ गरिसक्नु भएको छ। हजुर 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 लाइनसित लाग्नु है सबै। ल लाइनसित लाइनसित हामी 7 जनाको टिकट। उहाँको चाहिँ छोडिदिन्छु केही भएन, उहाँको नि लाग्छ सबै यो 350 350 350। ल जाऊ मेरो मेरो मुसिकोट च्यानल हो। मुसिकोट च्यानल हो। हेलो गाइजहरू हामी बस्यो केबल कारमा माथि सभा जाने। लाग्दैन को बिग्रिया र हामी केबल कारमा यात्रा गरिरहेका छौँ। सिद्धार्थ केबल कारमा आजको यात्राको सानो माथि के भन्छ? माथि के भन्छ दाइ? ल हेर है कोही पनि छैनन् तल हेर त। प्याज त खस्यो भने त टक्राकै ट्याक्का आयो भने त फद्राकै खसिन्छ। यता राख्नुको सुमिका रमाइलो भएको छ होइन? रमाइलो भएको छ ए ल